एन्ड नमस्ते वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी हाम्रो द इन्टरनेसनल अवार्डको चाहिँ अर्को डे हो अनि हामी चाहिँ अब गइरहेछौँ। अब त्यो सामानहरू अब पसलकै सामानहरू लिन नै जाने दिन अस्ति चाहिँ हामीले चाहिँ एउटा टार्गेट फर्स्ट हाम्रो त्यो चाहिँ टेम्पललाई चाहिँ क्लिन गर्ने। अब चाहिँ अर्को टार्गेट हो हाम्रो चाहिँ सबैजना टिमहरू मिलेर त्यसपछि पैसा कलेक्सन गरेर अनि त्यसपछि हामी चाहिँ अस्ति जाँदाखेरि पैसा मात्रै दिएर आएको थिएँ र अब योपल्ट चाहिँ जाँदाखेरि चाहिँ अब पैसा पनि दिने र चामल दाल साल सबै किनेर लगिरहेछौँ। यता सब थोक किनेर लगिरहेछौँ। त्यसपछि राम्रो आलु ल्याउ ल। खोइ देखाउ त के छ यसमा, के छ? यो तेल चाहिँ के छ त्यसमा? हामीले चाहिँ सामान लिइसके अब जाँदैछौँ हामी। उहाँहरू सामान लिएको छ, जाँदैछ सबैजना। हस्पिटल चोकबाट तपाईँको लगभग 3 किलोमिटर टाढा छ अनि अब बाइकमा यति जान त अट्दैन, त्यही भएर हामी चाहिँ हिँड्दै जाने प्लानिङ गरेको र यो सप्तऋषि हस्पिटलको साइडबाट यसरी गएर त्यो एउटा चौरी जस्तो छ त्यो क्रस गरेर त्यसपछि बाँध आउँछ अनि त्यसपछि बाँधमा चढेर गएर त्यसपछि त्यो ठाउँ पुग्न सकिन्छौँ हामी, हैन? When we saw them, it was they were so poor and there was nothing to eat. Then we felt bad, so we came here to just help them. हामी चाहिँ आधी जति क्रस गरिसक्यौँ। ल हेर्नु पछाडिको दृश्य सो कुल। कस्तो छ? खुसी लागिरहेछ आरब? ल हामीले चाहिँ अब दोस्रो टार्गेट पनि पुरा गर्न गइरहेछौँ, होइन? अब यो बाटो हिँड्न न, यो बाटो चाहिँ सजिलो हुन्छ। अलिकति हिलो पर्छ त्यसपछि कुन बाटो? होइन टाढा पर्छ अनि त्यो उता हिलोहरू छ क्या, धेरै पानीहरू छ, एकदमै फोहोर हुन्छ लुगा। त्यो बाँस जस्तो छ, बाँसै हो त्यो। बाँसभन्दा पछाडि छ क्या त्यो बाँध आयो, त्योभन्दा पछाडि छ घर। फाइनली हामी पुगिसक्यौँ। त्यो हामीले खोजेको घर चाहिँ त्यो हो। त्यहाँ पुगेर त्यहाँको तपाईँलाई दृश्य देखाउने छौँ। हामी त पुगिसकेको छौँ, तर यहाँ चाहिँ लक छ सब थोक। त्यहाँबाट खोज्ने अब कसरी। बाहिर राखिदिएको छ सामानहरू। हिजो आएको बेला चाहिँ हुनुहुन्थ्यो, सामानहरू चाहिँ बाहिर छ। उहाँहरू जानु भए रहेछ, यहीँ बस्नुहुन्थ्यो। यहाँबाट जानु भए रहेछ खै। यहाँबाट गइसकेको छ या कि काम गर्ने गएको छ कि बच्चाहरूलाई लिएर। हाम्रो चाहिँ अब यो प्लानिङ चाहिँ फेल भयो जस्तो लाग्छ, किनकि यहाँ हुनुहुन्न उहाँहरू। अब चाहिँ अर्को ठाउँमा चाहिँ हामीलाई खोज्नै पर्छ। एकचोटि हामीले यो सामानहरू चाहिँ यतै राख्नुपर्छ या के लुकाउनु पर्छ। जाने हामी? हजुर सर, उता गएर हामी चाहिँ कुरा गर्ने अनि त्यसपछि अब हामी चाहिँ उता भेट्न सकेनौँ। अब यता चाहिँ त्यो आन्टीहरू चाहिँ बसिराख्नु भएको छ, उहाँहरूलाई सोध्छु
त्यसपछि कहाँ आउनुहुन्छ अनि त्यस एक गोरा रही छले यसमा बच्चा सब के बच्चा सब हाँ हाँ मार पीट के भगा दल के बच्चा सब बुझाए अथी आग लगा दल के बुझाए लाइटर ताइटर से खेलने हैं ते अहिले चाहिँ गरेको तर खोज्न कोसिस गरेको तर उहाँहरू चाहिँ निस्किनु भएको रहेछ त्यो घरमा चाहिँ केही समस्या भएको कारणले आगो सागो सायद लागिसकेको थियो अस्ति त्यो गर्मीमा अनि त्यही भएर जुन घरमा उहाँहरूले बस्नु भएको थियो जुन एउटा सानो घरमा त्यही घरको मान्छेहरूले चाहिँ पिटेर अनि भगाइदिनु भएको रहेछ क्या। अब एकजना चाहिँ अझै उहाँको घरको जुन लोग्ने मान्छे त्यो चाहिँ पागल भइसकेको छ अनि उहाँको चाहिँ दुईवटा छोराछोरीहरू छ त्यो सुन्दरपुरमा छ। अब हामी चाहिँ यहाँबाट सुन्दरपुर जाने हाम्रो चाहिँ प्लानिङ क्यान्सल भयो यो उहाँहरू चाहिँ इन्डिया जानु भएर रहेछ। अब हामी सुन्दरपुर जाने के भयो ए थाकिसक्यो।